अनि म पनि कुद्दैछु हैन जाडोमा हाई गाइस नमस्ते एन्ड वेलकम टु माई अनदर युट्युब भ्लगमा सबैजनालाई स्वागत छ र आज चाहिँ सानो छोटो भिडियो बनाउनु गइरहेको छु किनकि आज चाहिँ बुढाबुढीको छुट्टी भएर त्यही भएर हियर गोज या चाहिँ यता पर्यो टी शोरमा भन्ने ठाउँमा हो अनि अहिलेको मौसम चाहिँ यस्तो छ एकदम चिसो चिसो भएर हो यस्तो चाहिँ यो एरियामा बस्छु अनि म चाहिँ यो बिल्डिङ उताको सेतो बिल्डिङमा बस्छु है अप्सन छ अनि यो म चाहिँ यो अमर भन्ने ठाउँमा गएर त्यही दोकानमा जानु गइरहेको छु यस्तो चाहिँ यता चाहिँ पुरा धुलो धुलो हो अनि हावा पनि आएर छ चिसो अन्डा चाहिँ अफरमा आएछ 13.99 यही एउटा अन्डा लानु गइरहेको छु हो राम्रो हेरेर प्याकेजिङ हेल्दी के गरे मिडियमवाला चिकन लगाएको छु है 10 रुपियाँ खाने हो यता छ यस्तो रहेछ यहाँको दोकान छ अनि यहाँ चाहिँ भेजिटेबल सब राइस यस्तो यहाँ अन्डा चाहिँ अहिले टिपेँ हो अनि यहाँको यो चाहिँ यस्तो रहेछ क्या सबै अफरमा गइरहेछ मेरो चाहिँ दुईवटा हो एउटा एक ट्रे अन्डा अनि चिकन 1 केजी भन्दा धेरै रहेछ 16 ग्राम लगभग आफ्नो देशको चाहिँ 300 यस्तै पर्ने रहेछ मिल्ट्रम अनि यहाँ चाहिँ बिफ फ्रेसमा के चाहिन्छ फ्रोजनको चिजहरू रहेछ मिठाईहरू बिस्किटहरू बेकरी यता चाहिँ चिप्सको चाहिँ चिप्स रुममा चाहिँ आइपुग्यो सामानहरू लिएर अब खाना तँधेरमा हामी चाहिँ चिकन सुँगुरको मासु यो चाहिँ एकदम यता के पो पोल्ट्री चिकन हो मैले चाहिँ एउटा लिएर आएको थिएँ 16 ग्रामको आधी चाहिँ पकाएँ आधी चाहिँ यो छ भोलि खानु लागि यो चाहिँ राखेको आधी काटेर यो चाहिँ मेरो लागि हो गाइस पोलेर चाहिँ काटेको है पकाउँदैछ लाइट पनि छैन भन्दा पनि योमा चाहिँ लाइट छैन यता चाहिँ भनौँ यहाँको ओनरले चाहिँ त्यो किचनमा मात्रै लाइट हालेर यताको कनेक्ट गरेर वाइफाई चाहिँ धन्न छ पानी पनि छैन पानी चाहिँ उता गार्बेजबाट ल्याउँदैछ यस्तो साह्रै दुःख छ हामी त दुःख छ के भन्छ कहाँ हो यो म भरेर ल्याउँछु नि यहाँको लगाऊ न यताको लगाऊ आज चिकन चाहिँ लोकल स्टाइल बनाऊ भनेको त्यो आज बोक्राइसँग खाइदिएको थियो खाला पनि झुमेछ नि त अहिले त सफा गर्नु पर्दैन यो के पो होइन अरे बेलुका चाहिँ गर्ने नि त त्यो गर्नु पर्दैन हिजो कस्तो थियो चिया चिया खाँदै चिया मिठो थियो भने आज चोखा जाने जान्छ साबेन दाजु अनि छुट्टामै हुँदै यो सबै जान्छ टोकेन नाम पऱ्यो
त्यो कप पनि लिएर चिया पनि हाल्नु ल काम मात्र गर्दैछ भने नि अलिक काम गराएको भन्छ हौ यतिर त बराबर यो पो गर्ने त हौ यसो हेरेर म यहाँ मेरो गर्दैछु अब त्यो म त मेरो पनि सबै आफै गरेँ त के काम गरेछ बुढाबुढीमा पनि काम धेरै अगायो उसो भन्यो नि त के होला नि बुढी त्यो त साथी बच्चा थुप्रो बच्चा थुप्रो काम गरा भएन त्यो त सघा पो गरेको त म पनि बिजी छु तिमी पनि बिजी छौ कसले भ्याउँछ त्यसले पो गर्नु त चिया बसाल्नु आउँदैन तिमीलाई चाहिँ मैले सिकाएको पो त हो सिक्नुपर्छ बुढी त्यस्तोमा किन सिक्नु है अब म भोलि पर्सि अब बाइन्छ यस्तो चियाहरू खानु मलाई चिया बनाऊ पाहुनाहरू आयो चिया बनाऊ भन्यो भने अहिले झन्डै हात काट्यो अस्ति पनि हात काटेको थियो स्टाइलमा यहाँ सबै बसिरहेको थियो क्या स्टाइलमा बसिरहेको थिएँ सबै दायाहरू पनि बसिरहेको थियो मेरो पालि यसरी छक काटेको थिएँ लास्टमा प्लाक्कै नै हात काटेको toca matando ane be toise ane be ya jaya itu पनि पाक्दै छ दामी लोकल स्टाइल है मेरो टिम पाक्यो होला हौ अघिदेखि उम्लिरहेको थियो तिमी त चिया म आफै लाउँछु चिया आफै Zecha No. Jasa. Zacha हो न Jasa. Jasa lash. Lash. Sama सगुन छ जे कप्चम जुबेले तिमीले धेरै यो त लाइन नि चिनी लाए धेरै म त खाँदैन नि लागि हेर न बेसी चिनी बेसी खानु Zacha. Zacha चिनी अलिक बेसी भयो है पाक्यो चिया पनि चिकन चाहिँ दामी आइटम आउँथ्यो बोक्रासँग खाने दामी गरेर खाऊ न त खाऊ यार यार अरे तिम्रो साथी हो म कस्तो गरी यार बोक्रा अनि यार भन्छ अहिले त भयो त एकचोटि बोक्रा भनिसकेपछि बोक्रा औ हा चिया त तातो खाउनु पर्छ कसले चिसो खाउँला बस्न दिन्छु अरे यो चिकन त केमा डिप फ्रिजमा हाल्नु कि डिपमा हाल्नु हाम्रो आएर सर्भिस पनि छैन लिएर आएको यो लिएको जस्तो चाहिँ भेपर त्यो बाफ लिएको जस्तो गर्छ सुन्दा पनि के हो त्यो कस्तो बनाउँदैछ भनेर हेरेको त्यस्तो नगरौँ गलिन्छ नि बिस्तारै त्यो यो गरेर राख्नु म खोलेर आउँछ ट्राई गर्छु तेरेको मेरो म आफै तिमी मेरो नसिक के त्यसो नै नगर के मलाई मन पर्छ त्यो गर्छ नि बुढीले खालि यस्तो सिकाउँदा के सिक्नु मान्दैन हौ नगर खानु तिमी हो कि म
न्याङ हुन्छ हौ ए नुन पो हाल्नु पर्छ त नुन पाउँछ म खत्तर बनाउँछु नि सब्जी त सुँगुरले खाने जस्तो यस्तो गरेर त झन् यो पो झऱ्यो आज जोगिङमा जाने होइन बुढी लुगा टन्न बुन्नु छ भोलि जान्छु म अस्ति पनि गएन आज पनि गएन जाँदैन त के भयो आज त म थाक्छु होला लुगा बुन्नु जिउ पनि हेर्दी हेर्दी जाऊ बस्नु गराओ नआउनु न बुढी यार यार जाऊ ओए ओए चिया 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 खाऊ राख्नु चाहिँ यार मेरो टिफिन ल्याऊ उताबाट लेन यार कति याद यार छेता पनि होला म कति पो होला हैन यार यो रिसो कुरा नहोला ल ल यार अहिले को फसी सनी यार भन्दै तिमी त हो तिमी हो अघिदेखि तेरेको I need to remove my skin. ओए चिया थुन साम परे No. चिया खाऊ दामी बनाएको भने आज बुढीले दामी बनाएको अरे तिमीले हो यहाँ हेरेको ए मेरो सब्जी देखाउनु आँटेको यस्तो चिकन छ हो अनि बुढीको चाहिँ यस्तो फिन अरे के अरे कोरियन स्टाइल अरे हात हटा कस्तो देखायो त्यो बच्चा जस्तो जस्तै भए पनि होस् न आफ्नो खाना एप्रिसिएट पो गर्नुपर्छ त जस्तै पकायो भने फिलिपिन सिलिपिन होइन यहाँ चाहिँ खाना पकाउँदैछ त्यो आगोमा किनकि राइस कुकर चाहिँ यहाँको के पो जस्तै मेन्टेनेन्स गर्दा है काटेर राखेको छ यिनीहरू चाहिँ काटेर राखेको त्यही भएर खत्तम भएको बुढीको चाहिँ यहाँको के पो सुँगुरको मासु हो केजी लिएर आएर चाहिँ बुढीले फ्रोजन आलु भुटानको के पो खोर्सानी रातो खोर्सानी अनि टमाटर प्याज अनि चिज मसला टाक्टु हालेर छ्यामै बुढीले बनाएको रहेछ एकदम स्पेसलहरू के पो सिटी लगाएर फेरि उमाल्दैछ अहिले चाहिँ मेरो चाहिँ यही चिकन हो दामी मेरो लागि चाहिँ पकाउँदैछु पकाउनु त कस्तो हुन्छ गाइस होइन हेरौँ आज हिजोदेखि खाना पनि खाएको छैन त्यो पुरा भोक लागेर होइन किचनमा चाहिँ यस्तो छ पानी छैन हो पानी छैन पानी छैन हो त्यही भएर यस्तो मैला मैला बकेटमा थाप्दै अनि यस्तो डिम लाइट राखेर खाना बनाउँदैछ यस्तो जारमा पानीले हो यस्तो जारमा अनि बकेटमा टोकेनमै आउँछ पक्का लेख्ने नि भयो त्यहाँनिर छुट्टी पनि त्यस्तै जान्छ है बुढी 3 बजी भयो 4-5 बजी भयो खत्तम दिनभर सुत्यो रातभरि सुत्ने छैन रमाउनु भएन हो तिमी मस्काउन म पानी लाउँछु यहाँ त कसरी आफैले कसरी यो गर्न चाहन्छ पानी छैन बकेटबाट कसरी पानी उगारेर हेल्पिङ ह्यान्ड पो हुनुपर्छ त दुईजना सघ पकाउ ल म गर्छु नि त हौ तिमीमा त कति दुःख दिनु पर्ने होइन त्यो गर्छ पाकेकै छैन अहिले चाखेर हेर्छ पाक्यो भने पो चाख्नु पानी मात्रै सुक्नु दिएको कस्तो चिनी धेरै लागेछ है तिमीले कम्ती लगाऊ भनेको चिनी कम्ती खाने गर भनेको कप दुईटा हाल्यो ल गोर्ती भनेर चाहिँ मैले धेरै हालेँ कस्तो यो नगर्नु नि त्यस्तो
पेट चाहिँ यस्तो भस्साएको छ चिनी खाना खाइसक्यो अनि बाहिर चाहिँ यसो वक गर्नु गएर यहाँ चाहिँ रुममा आउने भनेर सोचेको यहाँनिर लिफ्ट पुऱ्याएको आज चाहिँ लिफ्ट आयो आयो ए आएन रहेछ टुङ्लिङ भन्दै खै खाना खाएकोमा त ठुस्सै भयो बरु तिमी पनि है ठुस्सै भयो भुँडी अघि खाएको म त अरे त्यही भुँडी नघटेर एकछिन वकमा जानु लागेको है टाङचुङ टुङचुङ टाङझाङ टुङचुङ ल कति आमा 29 मा बस्यो त्यही भएर यस्तो ढिलो आउँछ कि लिफ्ट पनि मेरो चाहिँ दुई कुदे गरे नभएको अहिले 11 बजीतिर कोही छैन अनि म पनि कुद्दैछु होइन जाडोमा जामेमा आउँछ मेला खिची बस ए मेरा बुढी चाहिँ यसो भिडियो बनाऊ हाई गाइस अहिले त्यो त स्टार्टिङमा पो हुन्छ त हो म पनि भर्खर स्टार्टिङमा बोलेको नि त त्यो मेरो भिडियो बिगार्दा चाहिँ तिमीले कस्तो के हो म चाहिँ फर्स्ट रेकर्ड गरेको लाइले हो र त्यो त मेरो त कन्टिन्यू छ त कहिलेदेखि हो अब म त भर्खर बोल्दैछु नि त क्यामेरा पक्रेकोले न्यु नखाँदै मलाई न्यु नखाँदै यस्तो जाडो मैले कुटा खान्छ है बुढीले ए नकुद आज घर जाने भन्छ बुढी 1 राउन्ड हान्ने हो अझै हान्ने 5-6 राउन्ड जाडो लाग्यो है अब गएर नुडल्स बनाउनु पर्छ होला दिनको नि आकाश चाहिँ यस्तो रहेछ है गाइस आकाश आकाशैमा चिल्लो किन सारा बेलुकाको भ्यू चाहिँ यस्तो छ यहाँ चाहिँ बेलुकाको भ्यू टाइगर अल मन्सुर के लेखेछ त अब बुढी के भनेको तिमीले चाउमिन बनाउनु फर्स्ट है त्यहाँदेखि चाहिँ ससेज पनि हाल्नु फर्स्टमा त्यहाँदेखि पछाडि मलाई त्यो प्लेटमा लगाइसकेर चाहिँ मलाई त्यो पोस्ट बनाएर हालिदिनु खालि दुईटा किन बनाउने हो एउटै मात्रै बनाउनु पोस्ट मात्र हो मलाई खानु मलाई ए पोस्ट चाहिँ बनाउने अनि त्यो अलिक ग्रेभी टाइप बनाउनु अप्ठ्यारो कसरी बनाउने तर मलाई चाहिँ पोस्ट चाहियो ल मलाई चाहिँ त्यो थालबोट गरेर धुम्नु सघाउनु पऱ्यो नि त ए के थालबोटको लागि थालबोटको त साबुन छैन नि बुढी हुन्छ पैसा दियो ल ए कार्डमा छ नि नो प्रब्लम